चाल थियो सन् 1908। त्यो समयको ऐतिहासिक कालखण्डमा बिहार राज्यको मुजफ्फरपुर जेलमा एकदमै अनौठो र असामान्य हलचल देखिएको थियो। त्यो जेलको वातावरणमा अंग्रेज शासकहरूको निरन्तर अत्याचारले गर्दा भारतीय जनसमुदाय निकै हैरान, पीडित र दुखी थिए। तर त्यहाँ गहिरो निराशा, वेदना र असहायपनको भावनाले पनि सबैको मनमा घर बनाएको थियो। यसको मुख्य कारण थियो सबैको प्यारो, लाडलो, साहसी र देशभक्त एकजना युवक जसको उमेर जम्मा 18 वर्ष 8 महिना र 8 दिन मात्र भएको थियो, उसलाई निर्दयी रूपमा फाँसीको सजाय दिइरहेको थियो। तर यो कदम देश बचाउनको लागि उठाइएको थियो, जसले देशको भविष्य सुरक्षित राख्ने आशा गरिएको थियो। त्यो मिति अगस्त 11 थियो र देशभरि शोकको लहर फैलिएको थियो। मानिसहरू स्तब्ध थिए र यो निर्णयले सबैमा गहिरो असर पारेको थियो। देशका वीर पुत्र खुबीराम बोस शहीद भएको कारणले गर्दा सबै स्कुल र कलेजहरू धेरै दिनसम्म बन्द रहे। फेरि एकपटक बिदाई रेमा भुरे आशी 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 पोर बाफा। नमस्ते जी, म हरप्रीत कौर हूँ। सोचेर हेर्नुहोस् कस्तो बित्यो होला एक 9औं कक्षामा पढ्ने विद्यार्थीमाथि जब उसले आफ्नै सामु आफ्ना आफन्तहरूलाई दासत्वका जन्जिरमा बाँधिएको देख्थ्यो। चारैतिर अंग्रेजी साम्राज्यवाद विरुद्ध नाराहरू गुन्जिरहेका थिए। स्वतन्त्रताको उनी क्रान्तिकारी पार्टीका सक्रिय सदस्य बने र वन्दे मातरम नामक पम्पलेट वितरण गर्नमा अत्यन्तै महत्त्वपूर्ण भूमिका निभाउन थाले। जुलुस र सभाहरूमा सहभागी हुनु अब खुदीरामको दैनिकी जस्तै बनिसकेको थियो, जुन उनको जीवनशैलीको अभिन्न हिस्सा बनिसकेको थियो। वर्ष थियो सन् 1889, महिना डिसेम्बर, मिति 3। बंगालको मिदनापुर जिल्लाको एक सानो गाउँमा त्यो दिनको वातावरण निकै विशेष थियो, जहाँ क्रान्तिको भावना हावामा घुलमिल भइरहेको थियो। खुदीराम नामको पनि एउटा कथा छ। यो कथा नेपालका ऐतिहासिक पात्रहरूमध्ये एकजना खुदीरामसँग सम्बन्धित छ। खुदीरामको जीवन, सङ्घर्ष र योगदानले नेपाली समाजमा गहिरो छाप छोडेको छ। उनको कथा केवल एउटा साधारण जीवन कथा मात्र होइन, बरु देशप्रेम, साहस र बलिदानको प्रतीकका रूपमा पनि लिइन्छ। इतिहासका पानामा उनका योगदानहरू उल्लेखनीय छन्। खुदीरामको कथा सुन्दा हामीले नेपाली समाजमा भएका परिवर्तनहरू, सङ्घर्षहरू र उपलब्धिहरूलाई बुझ्न सकिन्छ। यस कथाले हामीलाई प्रेरणा दिन्छ र हाम्रो पहिचानलाई अझ मजबुत बनाउँछ। त्यसैले खुदीरामका कथा सुन्नु र बुझ्नु हामी सबैका लागि महत्त्वपूर्ण छ। उनी 2 महिनापछि फेरि पक्राउ परे। यसपटक उनलाई पक्राउ गरिएको कारणले गर्दा उनलाई थप अनुसन्धानका लागि हिरासतमा राखियो। त्यसपछि 16 मे 1906 मा उनलाई प्रहरीद्वारा चेतावनी दिइयो र जेल पठाइयो। जेलमा रहँदा उनले धेरै कठिनाइहरू भोग्नु पर्यो, किनभने त्यहाँको अवस्था निकै कष्टकर थियो। उनले जेलमा बिताएका दिनहरूमा आफ्नो विचार र उद्देश्यमा अझ दृढ बने। केही समयपछि उनलाई जेलबाट रिहा गरियो। रिहाइपछि उनले आफ्नो गतिविधिहरूलाई निरन्तरता दिए। त्यसपछि 6 डिसेम्बर 1907 मा बंगालको नारायणगढ रेलवे स्टेशनमा एउटा महत्त्वपूर्ण घटना घट्यो। त्यो दिन रेलवे स्टेशनमा भएको घटनाले न केवल खुदीरामको जीवनमा ठूलो परिवर्तन ल्यायो, बरु त्यो घटनाले उनको सोच, उद्देश्य र भावनामा गहिरो प्रभाव पार्यो। यस घटनाले खुदीरामको जीवनको दिशा नै बदल्दियो, जसले उनलाई अझ दृढ र साहसी बनायो। यहाँ एउटा बम विस्फोट भयो, तर यस्तो घटना भयो जसले खुदीरामको जीवन नै बदलिदियो। यहाँ एउटा बम विस्फोटको घटना भयो, बोस पनि यसमा सामेल थिए। त्यसपछि क्रान्तिकारी पार्टीले त्यसबेलाका एक क्रूर अंग्रेज अधिकारी किङ्सफोर्डलाई मार्ने जिम्मेवारी अब खुदीरामलाई दियो। उनीसँग पुलचन्द्र चाकीको साक्ष्य। किङ्सफोर्ड हरेक साँझ रातो गाडीमा क्लब जान्छन् भन्ने रिपोर्ट आएको थियो। दुवैले यसै क्षणमा उसलाई मार्ने निर्णय गरे। अप्रिल 30, 1900 मा 2 जना क्लब नजिकैको झाडीमा लुके। रक्सी र पुलचन्द चाकीको समर्थन पाए। उनले मलाई आवश्यक सहयोग र हौसला प्रदान गरे। त्यसपछि योजनाबद्ध रूपमा बम पड्काइयो, जसले वरपरका मानिसहरूलाई निकै ठूलो त्रास फैलायो। बम पड्किएपछि म र मेरो साथी दुवैजना डरले भाग्यौं, किनभने त्यहाँको अवस्था निकै तनावपूर्ण भएको थियो। तर दुर्भाग्यवश हाम्रो मुख्य लक्ष्य किङ्सफोर्ड त्यो दिन क्लबमा आएको नै थिएन, जसले गर्दा हाम्रो योजना सफल हुन सकेन। हामीले निकै प्रयास गरे पनि किङ्सफोर्डको अनुपस्थितिले हाम्रो योजना अधुरो रह्यो। उसकै जस्तो रातो गाडीमा 2 जना अंग्रेज महिला घर फर्किँदै थिए। क्रान्तिकारीहरूको आक्रमणले उनीहरू स्वर्ग सरे। प्रहरीले चारैतिर जाल बिछायो। गाडीका चालकले 2 युवाहरूको बम प्रहार गरियो। यसपछि दुवैजना भागे, तर दुर्भाग्यवश किङ्सफोर्ड त्यो दिन क्लब आएको नै थिएन। उसकै जस्तो रातो बग्गीमा 2 जना अंग्रेज महिला घर फर्किँदै थिए। क्रान्तिकारीहरूको आक्रमणले उनीहरू स्वर्ग सरे। प्रफुल्लले लगातार 24 घण्टा भागेर समस्तीपुर पुगे र कोलकाताको रेलमा चढे। त्यो डब्बामा 1 जना प्रहरी अधिकृत पनि थिए। प्रफुल्लको अस्तव्यस्त अवस्था देखेर उनलाई शङ्का लाग्यो। मुकामा प्रहरी स्टेसनमा उनले प्रफुल्ललाई समाते। बम विस्फोटको आवाज निकै ठूलो थियो, जसले वरपरका मानिसहरूलाई पनि तर्सायो। भाग्ने क्रममा दुवैजना निकै डराएका र तनावग्रस्त देखिन्थे। किङ्सफोर्डको अनुपस्थितिले क्रान्तिकारीहरूको योजना असफल
भयो। अंग्रेज महिलाहरूको मृत्युले समाजमा ठूलो हलचल मच्चियो। प्रफुल्लको यात्रा निकै कठिन र जोखिमपूर्ण रह्यो। प्रहरी अधिकृतले प्रफुल्ललाई सोधपुछ गर्दा उनको अनुहारमा डर र थकान स्पष्ट देखिन्थ्यो। प्रहरीले घेरेको देखेर खुदीराम बोसका साथी प्रफुल्ल कुमार चाकीले त आफैलाई गोली हानेर आफ्नो शहादत दिए। यता खुदीराम थाकेर एक पसलमा केही खान बस्नुभयो। त्यहाँका मानिसहरू राति भएको घटनाको चर्चा गरिरहेका थिए। यो घटनामा 2 महिला मारिन्। यो सुनेर खुदीरामको मुखबाट निस्कियो, के बच्यो त? यो सुनेर मानिसहरूलाई शंका लाग्यो र उनलाई प्रहरीले घेरेको देखेर खुदीराम बोसका साथी प्रफुल्ल कुमार चाकीले त आफैलाई गोली हानेर आफ्नो शहादत दिए। यता खुदीराम थाकेर एक पसलमा केही खान बस्नुभयो। त्यहाँका मानिसहरू राति भएको घटनाको चर्चा गरिरहेका थिए कि त्यहाँ 2 महिला मारिएन् र सुनुवाई चल्यो। न्यायाधीश अदालतमा सजाय सुनाउनु अघि जब खुदीरामसँग सोधियो के तिमी फाँसीको सजायको अर्थ बुझ्छौ, यसमा उनले भने कि सजाय र मलाई बचाउने। र सुनवाई चलिरह्यो। न्यायाधीश कण्डफको अदालतमा सजाय सुनाउनु अघि जब खुदीरामसँग सोधियो कि के तिमी फाँसीको सजायको अर्थ बुझ्छौ, यसमा उनले भने कि यो सजाय र मलाई बचाउनका लागि मेरा वकिल साहेबको दलिल दुवैको अर्थमा राम्रोसँग बुझ्छु। बम बनाउन सिकाउँछु दिन्छु। अदालतले खुदीराम बोसलाई फाँसीको सजाय सुनाउनुका साथै माथिल्लो अदालतमा अपिल गर्न समय पनि दियो। यद्यपि माथिल्लो अदालतहरूले मुजफ्फरपुर अदालतको निर्णयलाई समर्थन गरे र मजिस्ट्रेटले खुदीराम बोसलाई दोषी ठहर गर्दै फाँसीमा झुन्ड्याउन आदेश दिए। भन्छन् कि 20औं शताब्दीको सुरुवातमा खुदीराम त्यो क्रान्तिकारी समूहमा जोडिए जसले अंग्रेजहरूलाई भारतबाट निकाल्नका लागि प्रयास गरिरहेका थिए। बम बनाउन सिकाइदिन्छु अदालतले भनेको थियो। विविध तरिकाहरूको सहारा लिने रहे। अरविन्द घोष र उनका दाजु बरेन्द्र घोष जस्ता राष्ट्रवादीहरूले यस समितिको नेतृत्व गरेका थिए। यही खुदीराम पूर्ण रूपमा ब्रिटिश विरोधी गतिविधिहरूमा संलग्न भए। यिनीहरू खुशी साथ आत्मविश्वासले भरिएका खुदीराम बोस कुनै डर वा हिचकिचाहट बिना फाँसीको तख्तातिर बढिरहेका थिए। जेल अधिकारीहरूले सोचे कि त्यो जवान जसको उमेर मात्र 18 वर्ष थियो उसले अन्तिम समयमा आएर डरले रुनेछ र माफी माग्नेछ। तर खुदीराम बोसको अनुहारमा कुनै डरको छाया थिएन। बरु उनी मुस्कुराउँदै गर्वका साथ देशको स्वतन्त्रताको लागि आफ्नो जीवन बलिदान गर्न तयार थिए। उनको आँखा दृढ निश्चयले भरिएका थिए र उनको हृदयमा आत्मसम्मान झल्किन्थ्यो। जेलका कर्मचारीहरू समेत उनको साहस र देशभक्ति अचम्मित थिए। खुदीराम बोसको यो बलिदानले सम्पूर्ण देशमा स्वतन्त्रताको भावना झनै बलियो बनायो। यिनै मजिस्ट्रेटका शब्द थिए कि खुदीराम बोस एक सिंहका बच्चा जस्तै निडर भएर फाँसीको तख्तातिर गएका थिए। कुनै डर बिना खुदीराम फाँसीको तख्तातिर बढिरहेका थिए। जेलका अधिकारीहरूलाई लाग्यो कि त्यो युवक रुनेछ, माफी माग्नेछ, तर 18 वर्षका खुदीराम बोस हाँस्दै हाँस्दै देशको नाममा बलिदान भए। यिनै मजिस्ट्रेटका शब्द थिए कि खुदीराम बोसका लागि आफ्नो ज्यान न्यौछावर गरे। हाम्रो समाज यस्ता महान वीर क्रान्तिकारीको बलिदानलाई सत नमन गर्दछ।